हेलो गाइस, यो चाहिँ बागलुङ र म्याग्दीको सिमानामा रहेको पुल हो। यो पुलले चाहिँ म्याग्दीका मान्छेलाई बागलुङ आउनको लागि चाहिँ एकदमै सहज भएको छ र बागलुङका मान्छेलाई पनि उता म्याग्दी जानको लागि चाहिँ एकदमै सहज भएको छ हैन। म चाहिँ यो पुल तर्दैछु, तपाईहरुले हेर्दै गर्नु हैन। म चाहिँ यो पुल तर्दैछु। यहाँ चाहिँ कति मिटर लामो छ भनेर लेखेको छैन है। म यो चाहिँ पुल तर्दैछु गाइस। यो चाहिँ बागलुङ र म्याग्दी जोड्ने पुल हो। म्याग्दी र बागलुङको सिमानामा रहेको पुल हो। म यो पुल तर्दैछु गाइस। पर देख्ने चाहिँ जामरुक रोड हो। यतापट्टि चाहिँ पञ्चासे चनौटेदेखि लिएर पञ्चासे पर्छ हैन गाइस। धान छान्ने गाउँछौँ काटिसकेको छन्। ब्याड राखेको छ नि तल त यो चाहिँ बागलुङ र म्याग्दी जोड्ने पुल हो है। तल चाहिँ यो खोलो हो। यो चाहिँ खोलो हो है। बर्खामा छ अरे ठुलो हुन्छ यो खोलो। अहिले त पानी छैन खासै। आनन्द आउँछ कि हावा लाउँछ कि होइन, मजा आउँछ कि हावा चाहिँ खतरा लाउँछ कि। गाडी आइसकेको छ। गाडी आइसक्यो। गाडी कति मिनट लाग्छ है? ल लाग्छ होला 3 मिनट जति लाग्छ होला यो पुल तर्न। खासै धेरै लामो त छैन। 3 मिनट लाग्छ कि भन्छु। म बिचमा आइसकेँ। म बिचमा आइसकेँ। बिचमा आइसकेँ। अरे 3 मिनट लाग्छ कि। यसमा चाहिँ बाइक यो पुलमा चाहिँ बाइक चलाउन चाहिँ अलाउड छैन हैन, मनाइ छ। यहाँ चाहिँ बाइकहरू तार्न दिँदैनन्। त्यही हो। एकदम दामी छ है यो पुल चाहिँ। जो हल्लिँदा पनि हल्लिँदैन, धेरै लामो पनि छैन। एकदमै राम्रो छ यो पुल। फाइनली म म्याग्दी आइसकेँ। यस।